मलाई 9 महिनासम्म कोखमा राखी मलाई जन्म दिने र यो धरती देखाउने, मलाई सही मार्ग देखाउने र मेरा हरेक सुख दुःखमा साथ दिने मेरो भगवान, मेरो आमाको जन्मदिन हो आज। भगवानसँग यही प्रार्थना छ, हजुरले चाहेको, आँटेको र सोचेको सबै कुराहरू पुरा हुँदै जाउन्। हजुरको आशीर्वाद मैले यसै गरी सदैव पाइरहँ। हजुरको छत्र छायामा सदैव पलिरहँ। हजुरले मेरा लागि गरेका ती सबै दुःख, मेहनत, सङ्घर्ष, 10 धारा दुधको ऋण त तिर्न सक्दिन होला यो जुनीमा, तर हजुरलाई खुसी बनाउने प्रयास भने मेरो सदैव रहिरहनेछ। मेरो कारणले हजुरको शिर कहिले निहुरिन दिने छैन, झुक्न दिने छैन। हजुरको बारेमा जति नै लेखे पनि, जति नै बोले पनि अथवा जति नै वर्णन गरे पनि मेरो शब्दकोशमा शब्दको कमी नै हुन्छ आमा। जिम्मेवारी र जीवन बुझेर एउटा आमाको मात्र नभई बुवाको पनि दायित्व पूरा गर्ने मेरी प्राणदायी आमालाई सुस्वास्थ्य र खुसीको धेरै धेरै शुभकामना। मेरी आमा, हजुरलाई आज परेको जन्मदिनको धेरै धेरै शुभकामना।